हेलो साथीहरू, आज म खुत्रुके फुटाउँदैछु। धेरै समयपछि म खुत्रुके फुटाउँदैछु है। हेरिदिनु कति भएछ। मलाई यति खुसी लागिरहेछ कि माया पनि लागिरहेछ यो खुत्रुके फुटाउनलाई। तर घर बसी चाहिँ के गरौँ भयो। अनि मैले खुत्रुके सम्झेँ। अनि खुत्रुकेमा चाहिँ कति पैसा भएछ भनेर मैले चाहिँ आज चाहिँ फुटाउँछु भनेर फुटाउनु लागिरहेछ है। अनि खुसी पनि लागिरहेछ। त्यो चटपटी खाना चाहिँ पुग्छ कि भन्ने लागिरहेछ। अनि यो पैसा चाहिँ मैले बुढाको घर आएर चाहिँ बुढाले मलाई खाजा खाऊ भनेर दिइरहनु हुन्थ्यो कि पैसा। अनि मैले सेभिङ गरेर राख्थेँ कि यहाँ। अनि आज चाहिँ मलाई के भयो कि एकदम फुटाउनु मन लाग्यो, भरेको पनि थियो। अब म गनेर देखाउँछु, भिडियो अन्तिमसम्म हेरिदिनु ल। अनि मेरो पनि छोरी छ, मलाई मेरो छोरी पनि आइरहेछ कि मम्मीले के गर्नु लागेछ भनेर ऊ पनि पैसा गर्न आइरहेछ कि। अनि म चाहिँ 1000को नोट कहाँ छ होला भनेर खोजिरहेको छु। अनि छोरी चाहिँ पैसा निकाल्दै राख्दैछ कि। म चाहिँ खोज्दैछु है। अनि 1000को नोट कहाँ भेटिन्छ होला भनेर। अनि म गन्छु। अनि तपाईँहरू पनि यसरी सेभिङ गर्नु होला। पछि त्यो पैसा गर्नले यति मजा आउँदैन कि, रमाइलो हुँदैन कि। म यति खुसी भएर यो पैसा गर्दैछु कि। अनि मेरो छोरी पनि कति खुसी थिइन्। उसले के गरेको होला मम्मीले भन्ने लगाइरहेछ। पैसा झिक्दै खेल्दै गइरहेछ मेरो साथी। अनि मैले फाइनली पैसा नि गनेँ। यति भएछ। तपाईँहरू पनि सेभिङ गर्नु होला यसरी नै मैले जस्तै।